मात्र चल मिलेर नाचौँला एउटै कमर तीन ठाउँमा जस्तो जीवन सुविधा
ठाउँ बनाऊँ बाबुआमाले हिँडेर आइदियो सबै भाइलाई टीका लगाउन गाह्रो हुन्थ्यो अरू त केही पनि होइन अलि जसले पूजा गर्नु यसो सेचन गर्नुहोस् जसले मायाको त मायाले एकै प्रकार ल सहर्ष श्रीखाप्रभं सस्राक्षजाङ्गुलं मङ्गलं भगवान् विष्णुमङ्गलं गरुडध्वजमङ्गलं कपिकाक्षी मङ्गल नमो सरसमुक्ति सरसपाद श्रीनाथ सरसपुषाय सरसपुटियुगे धारिणी नमः अस्ताल पूजा गर्नुहोस् मङ्गलं भगवान् विष्णुमङ्गलं गरुडध्वजमङ्गलं कपिकाक्षी मङ्गलाय नारायणे नमस्ते अहिले चाहिँ जति छ त्यही गराउनु स्लिप गराएर केही छैन वरदं विष्णु शशिवर्णं प्रसन्नो ध्याय सर्वकामार्थसिद्धये मङ्गलं भगवान् विष्णुमङ्गलं त्यही टिका लगाएर वैवाहिक जीवन दीर्घ होस् त्यो भेटिएन अब भोलिको लागि हामीले चाहिएको भोलि हुन्छ अब अहिले भेटिएन अब अहिले भित्रिँदाखेरि चाहिएको थियो भोलिको लागि चाहिन्छ त्यो सुरक्षितसँग राख्थ्यो भोलि अनिवार्य अप्ठ्यारो हुने बोटो गर्न है बाहिर यतिले लगाएपछि बाहिर जाऊँ
आधा घन्टा जेमन यता जानु 3 दिनसम्म समय लाग्यो किनभने अलि माग्ने हिँ हुनुहुन्छ त हिँ बस्नु यिनीहरूलाई त ठिक बाल्टीमा पानी ल्याए पनि हुन्थ्यो क्या पानी छ त्यो तातो जग्गा होइन बाल्टी पानी भन्दा पनि बाल्टी पानी भन्दा पनि हुन्छ कि पछिल्लो आएर बस युवराज भाइ त मैले युवराजलाई खोजिरहेको छु क्यामेरा डिस्टर्ब भयो हालत हो पछाडि पर्दा अहिले पछि हुन्छ होइन अहिले हुनु भयो अहिले के आएको पठाएको पठाइ खोजे खोजे भेटिनु के आदम त यो खोज्नु गएको थियो मौनीको भाइ माइलो के आदम त पुस्ने भनेको त बसिहाल अगाडिबाट नजानु पछाडिबाट जानुलाई
पछि पछि ये तो बहुत मारना है चार लाख के भरी पन्यो अहिले कसैले चाटे होइन नि क्या आमा पन्यो चाट्न सबले बिर्सियो क्या यस्तो खैर हेर्नुहोस् त आफ्नो काम भ्याउने गइजानु ट्युबरले लगाइदिने ट्युबरले लाउनु पर्दैन हामीले हजारहरूलाई त्यो बेहुली लगाइदिने हुन्छ ज्वरो ट्युबर हाम्रो हुन्छ अरे खाना खानु जानु अनि खाना खानु केही बेला लगाइदिएको म बस्ने त अब तपाईँले कुर्सी ल्याइदिनु कुर्सी अब म अब एउटा त्यहाँ एउटा घरका मान्छे यस्तो खोजेर लिएर सानो नहल्ला बाउ मलाई नहल्ला है एकदिन है खाना खानु कति चिया खाइ त ल
किन आएन उता छाड्दिन्छ बाहिरलाई नझुम्बिनु न है छोरीको पालो खिचिरहेको छु भाउजूको पाला आएछ है पाली पाली अझैले जाने भिडियो खिच्ने मिक्सिङ गरेर भिडियो खिच्दैछु फोटो खिच्नु हुन्छ बाबु तिम्रो भिडियो नगर्नु फोटोमा त के गर्नु स्पेस आउट हुन्छ कि अहिले खिच्दैन अब हेर्न मन लाग्यो भिडियो त यसमा हुन्छ फोटो मात्रै लिनुहोस् है सबै पुगिँदैन भने खै अब चाहिँ हामी तिनजना लगाउँछौँ अब दाइपछि हाम्रो तल आयो है भित्रबाट लगाउँछौँ है मेरो होइन यस्तो हुन्छ जतातिर जो ठुलो हुन्छ त्यहीँबाट मैले त फोटो खिचेको भिडियो खिचेन मैले त फोटो खिचेँ मोबाइल त यहाँ राख्न त्यही दाइलाई ए दाइलाई बिर्सेको सरी एउटा मात्रै लाउने है घरमा खाल्ने धेरै नखा थोरै खाल भएर जानु अब तपाईँले खिच्दिनु भने सबै राख्नु यहाँ बस्ने अरे म गएँ टिकट एक मिनट दुइटै आउनुपर्छ हजुर ड्राइभरको दुइटै आउनुपर्छ कि फटाफट ऊ यता अगाडिबाट खिच्यो सिधा यता मैले नजाइन है छस्केर जस्तो लाग्यो अहिले भनिदिनु
तुम्हारी चिवलाम सोचेगा भिडियो लाऊंगी भिडियो बहुत अपना मोबाइल में छोड़ दाई सीधा को बड़ा खिचम ना Kobrahin man la lagi rin mo. Matra single pose. Oh na. Saan ni ran ko video ko nonde de. Koi ko. Tanda. अब छोराको नातेबाट नानी अब यताबाट बुहारी है बुझेनाको बुवा हुन् गर्नै पर्ने हो तो वीडियो में रही रहने धेरै लगाइदिए गालामा लगाइदिए अङ्कललाई गालामा भयो भयो ल यो दियो अङ्कललाई यो अङ्कललाई चाहिँ औ ढोकर अङ्कललाई पनि ढोकर ल हात दिदी भाइ देवीराम दाइको दिदी नानी म यहाँ उभिन्छु आज है ल ल नानी उठिक जानु हराउने बाटो भन्ने त होला जानु नहुने हो
क्यामेरा छ समय दम्पति जीवन राम्रो खबर सुन्यो अझ राम्रो राम्रो खबर सुन्योस् हामीले चिने हाम्रो बोलाइ त बाउजूतिर थियो घन्टाले सम्पादी दिएन त्यो ठिक हो कि मान्यो त्यो गल्ती हो तर तिमीले सबैले खाना पनि त सिक्नु पर्छ आमा भोलि तपाईँको छोरा खाना सिकेर खुवाएर नि खान्छ 50 कुरा पहिला समस्याको सामना गरेर अनि बाबाले एउटा सम्पत्ति दिएर त्यति अस्ति आगो लागि भेटघाट भइन्छ बोलातिर आउँछु अहिले चाहिँ भएन तिमीहरूको यो कन्डिसन सधैँ चाहिँ शान्ति समृद्धिले चाहिँ राम्रो गीत होइन आराम हुन्छ दाइ क्या हुने नै चाँडो यो सबैले गरे सिकाएको एकदम करेक्ट भान्जा पनि काठमाडौँ घुम्न लैजानु पर्छ सोचेको मनोकामना सल्लाह गरेर चार्ज गर्ने रेस्ट गर्ने क्या खिचेर जाउन राम्रो हुन्छ ड्राइभर भाउजूलाई भन्नु न के हो कि थाहा I'm
Thank you.
अस्माचमि वेदीहरूमा पुगेन अस्माचमि मृत्तिकाचमि हिण्डचमि लोचमि चचमि जग्गेन कल्पन्तामा गरेका छौँ नि नमः श्रीमती सरयमन सुतादे पवित्र वेद नमः हिरावती ध्यानमती युक्तक सूर्यवासिनी मनवेद सस्यवै सुन्दर पवित्रमय पैसा गाईले टीका लगाइदिने आकृष्ण वर्तमान निमित्त मात्रै हिरण्य रचना भुवनानी पश्चात गाइदिने भावना टीका लगाएर नमः भयो महापुरुषस्य विष्णु रागे वर्तमान सकल जगत्कारेण वर्णिते अपराधे श्रीसुतमारा कल्वे वैष्णव क्षेत्रे भूतमान सम्मतर मध्ये वास्तव मुखबाट भेकलानि मन्दिरं त्यसरी हो पलाइने परिवार क्षेत्रे ब्राह्मण पुण्यम सम्पत्ति हातको पैसा मात्रै हातको पैसा पदार्थ नमः गाईमै छोडिदिने केसरी छ त्यहाँ पुग्नु सक्नुहुन्छ नमस्कार गरम ओम नमस्ते कपिले देवी संसार तारिणी द्वितीय तन प्रसन्न भव सर्वदा एउटा डल्लो छ भने समत मार्न अब भइहाल्छ बेलु हो अब आउँछ बत्ती कि घाम हरियम तस विष्णु विष्णु आद्य पूर्व संकल्प सिद्धिरस्तु आद्य तिरुकदे शांति वनस्पति शांति विच्छेदिवा शांति ब्रह्मा शांति सम शांति हिरेदी दंतक कपिलो गज कणकलम्बोदारस्त विकटो विन्ननासो गणादिवत विद्यारंभे विवाह च प्रकाशना प्रवेशे निर्गमे तथा संग्रामे संकटे चैव विघ्न तस्य न जायते शुक्लांबर ओम सोम धेनु सोम अर्वंत मासु सोम वीर यादेहि नैऋत्य आउँदा छिटै आगाम यहाँ अलिक लटरबाट आगो भन्नु लिएर मैले भर्खर चिया खाएर यसो गरौँ न त भरको गिला ओम प्रजापतेन विश्वरूपयाम न्यायाम श्यामपतय रोहिणाम यतकामस्य व्यवस्थेन श्यामपतय रोहिणा निसंगना देडा चारु भाषेस प्राचित्त गोदान गरम सम भारतानां कांसपादेने तमोवाग्नि कर्वदाये नामयति वसनवाग्नि शोधनम अग्निदेवसन सतु देवस्य स्वाहा अग्नि घृणता महिम घृणत सतु देवन संसतम अग्नि गर्भदानादि ओम गर्भो अपायसेन अग्नि गर्भदानं करोमि पुषं वनमेते घृणास्ति चलते अग्नि पुषं वनं करोमि सीमा तयेन हमें आज
निष्काकरणं उपादेस्ति सस्तदेवस्नाग्निशाकरं करोमि अन्न प्रशासनम् ओमन्न प्रभास्ते नमान्य प्रशासनं चूडाकर्मणम् ओमन्न आवाष्टि नमाग्नि चूडाकर्मं करोमि भाद्रकर्ण ओम प्रचोदयात् गायत्री श्रावण समवर्तन किनायते बन्धुते बनम अग्नि समवर्तन करोमि एउटा चुनामा 1-2 रुपैयाँ राखेर अग्निको गोदान कर्म गर्दै ओम गाउँ कर्माजीमा पूजा गर्न लगाऊ ओम आ ब्रह्माण्ड उपजाति जाति महाराष्ट्र राजने सुरा हि पूजा गर्दै सुरो इको व्याधि महाराज ध्यान यहाँ पानी राख्नु ओम अग्न प्राणास्ति सदायन पञ्चमदेन परीक्षण आसन प्रयत्न सहायक देवसेन द्वादश प्रोखीनम पवित्र क्षेत्र एउटा कुसको टुक्रा राख्दिनु ओम पवित्र अस्ति सूर्यरश्मि देवीराप अग्रिको अग्रि देवनम दैदूत घिउ महाले पूजा गरम ओम गीत गति मन्त्र से ओरेते साह चरस्थाले नम नपते ज्येष्ठाले चरु प्राणस्ति देवसेन तन्ना महासिहि चरस्थाले कर्णरेणायम चरु पत्रखिडा गराएर राखिदिनु दुबो राख्नु ल पूजा गरौँ त्यसरी ओम ब्रह्माण्ड प्रजाति जाति महाराष्ट्र राजन्य सुरा इको व्याधि महारथ ध्यान कामेन पञ्चत ओखदायन पञ्चत कल्पना विष्णु वचन मिदम विष्णु चक्र सर्वस्य गम सूर्य स्वाहा अब यसरी दहीमाथि यसरी देखाउने अंकुश मुर्दा पर्दा यस धेनु मुर्दा पर्दा यस धेनु मुर्दा पर्दा यस अब यस्तो मत्स्य मुर्दा पर्दा यस मत्स्य मुर्दा पर्दा यस शङ्ख मुर्दा पर्दा यस सूर्य दर्शनम जगतपते अनुकम सूर्य अर्घाति बाकरः अहम पूर्वे माथिको कलशमा अब यहीलाई मानव पूर्व है पूर्वे ओम अग्निमिटा राष्ट्र ओम ऋग्वेदाय नमः अर्घम जल सर्वमी ओम ऋग्वेदाय नमः दक्षिणे ओम खेतापशुभाय यजुर्वेदाय नमः ओम अर्घम जल सर्व फेरि लिभातमा पानी ओम तो राष्ट्र सहायतेन देवसेन सहायतेन जात देवसेन नमः नमः एक पुरुष वैश्य नर परम देवता नर ब्रह्मा ऋषि कपिल वर्ण उचित चन्द्र रुद्रदेव यजुर्वेद ऋषय होमे विनियोगा हातमा पुष्पहरू लिएर नमस्कार परामुखम विष्णु भाइ परामुखम तेज परामुखम देव सर्वकथा न पत्यवाचन बर्ववाचा आवाज तत्व भाइ मन्त्र पुत्र कामाता काटे बात्र लिङ्गी गोत्र सन्देले विदा अरडी माता उद्रछ मुख ललाट काली कराली च मनोजब सुलोयते नाम चले सुजन विश्व चण्डी लोयन विश्व निवास जति ऋषिका शब्द सदा सूर्य कमण्डल व्याग्र साभायते बाबा भएको सामानले अग्निमा पूजा गर्थे म ओम अग्नि ओम प्रभुडाय नमः नचौपट्टि कालीमा बाहिर मलबताय नमः ईशान्य पर्वताय नमः मध्यम विष्णु नमः त्यही चढाइदिउँ बाबु अबिर केशरले पूजा गरम गन्धद्वारा दुरादर्शम निष्ठे पुष्टेकालेशन ईश्वर सर्वोक्तानं तामियोपय श्रीराम चन्दनम शर्मभयामि दीपनारायणाय हरि अक्षतम शर्मभयामि ओम दीपनारायणाय नमः ज्योतिले पूजा गरम राजा सुमलम विष्णु वृत्तिकराय एव ज्योतिले शर्मभयामि दीपनारायणाय नमः दैने पूजा गरम ओम दैवभयामि ओम दीपनारायणाय नमः पञ्चावन्न पनि त्यही सम्झौँ है ओम भक्तते सुखम भवतु कल्याणम आरोग्य सुख सम्पदा घाटमा कुसको टुक्रा करोपात्रको जल तो आद्या मोटा गोत्रास्य भारद्वाज गोत्रास्य तिनै परिवारस्य आफ्नो नाम सम्झेर मम यथाथा नामले अहम मम कृतस्य मुख कर्मणि चतुर्थी कर्मणि निमित्तार्थं गणेश पूजनम भयं कार्यस्य त्यो राते डाला हिबार छोड हात बोल्दा हो बाबा तो मुवर्ष गणपति सिद्धि बुद्धि सपरिवाराय विद्यमास्तर सर्वयमे ओम गणपति नमः हे गणेश भगवान हजुर यहाँ आएर बसी बक्सिस हामी हजुरको पूजा गर्छौँ भनेर चढाइदिने गणेशजीमा सिद्धि गणेश कुमाराभ्याम नमः मले पूजा गरेर म मधुबान्तारिते पाँचको शब्द अखादि मधु नामलाई जोड्को मधु शर्मा सिद्धि गणेश कुमाराभ्याम नमः चिनीले पूजा गरौँ सक्रापट्टि काली सक्राम सर्वमी सिद्धि गणेश कुमाराभ्याम नमः हातमा एउटा फल लिम दुबोली केर चेकर रामदेव सिद्धि कृपा सिद्धि जगतहरु भजत मरदै बान्छिका बान्छिता तेना नेना फल दानेना फलस्ता सुसदा ममा हे गणेश भगवान हजुरलाई यो फल र दुबो चढाउनाले हाम्रो रोग व्याध काल कष्टहरु सबै हरण गरेर लिदि बक्सियोस् प्रभु हाम्रो दाम्पत्य जीवन सुखशालीले बितोस् भनेर त्यही राख्दिने हामीले आज माग्ने वरदान त्यही हो समासिक चारतिर कसो शब्द देवा वसुन्धरा ऋग्वेद सामवेद पत्थरबाट अङ्गेच सहिता सबै कलास्तात्र समाजिता हातमा पुष्प लिएर नमस्कार देवदान मामा रक्षण छोइदिम बाबु त्यसलाई ओम रक्षण रक्षण देवसेन रक्षण देवहु लभ बाबु त्यही सर विजय ओम सूर्याय नमः ओम देव्यै नमः ओम शिवाय नमः ओम विष्णवे नमः ओम विनाकाय नमः दुर्गाय नमः भावे नमः माताय नमः ओम सिंहभैरवाय नमः ओम शनाय नमः ओम नाय नमः ओम नाय नमः ओम नाय नमः
से अगाडि छोडिदिउँ बाबु नम्बरमा जेकेन प्रथम दिसहरू जो बना आवश्यक नम्बर बडे स्वाहा नम्बर बडे नराय स्वाहा ओ माने तो रासा दे नाइते स्वाहा तर पढ्तो त कसो रहता ओ मर रासेरी सुन रासेरी सुन रासेरी ओ मर राय स्वाहा नम्बर राय बाय त सना त ओ बाय स्वाहा त बाय सुन समाय स्वाहा तस्निक रासे नाम मिशन आय स्वाहा तर पढ्तो त कसो त बरका जेकेन प्रथम दिसहरू आवश्यक नम्बर बडे स्वाहा त सब अनन्त आय स्वाहा त मानता खाता बसन दरवस्तु देशा दरवस्तु न एकादश देखाटम वीरभद्र रुद्रव्य स्वाहा इदं वीरभद्र रुद्रव्य नात्र पढितो दका ईश्वरतानम न खोटसो मात्र गौरे जगतपति रचना ओम गौरे षोडश मातृभ्यो स्वाहा सप्तमर्थ मन्त्र नाम शिशुको माता मदन आवाज सप्तमर्थ स्वाहा इदं सप्तमर्थ देव जाइयो नि पानी यो ढोका बन्द गराए मैले त्यही ढुङ्गामा यसो लगाइदिए ढुङ्गा थथरै लगाउने धेरै लगाइदिन्छु ल पूजा गरौँ बाबु है त त्यसमा ल त्यसैमा पूजा गरौँ हरि ओम नमः कोटिको तालेन तम शिलाभ्यो नमः अबिर के ल नानु अब उठेर ल बाबुले पल्टिन्न त माथि ढुङ्गा ढुङ्गा भित्र ढुङ्गा एक ढुङ्गामा राख्ने हो क्या ढुङ्गामा मान्छे थपिया बेला त खुसी हुनु जन्तीमा कतै देखेँ काकालाई भेटाएर गर्नु पर्यो नि त मैले पर्यो नि सन्चै हुनुहुन्छ लाइट बाल्ने सिस्टम भयो अस्ति त आउनु भयो नि त अस्ति म आफ्नो हजुर हजुर अस्ति त्यो ठुलो बाबुको व्यवहार बिग्रेको फेरि सुल्झाइदिन पर्यो भनेर लागि अनि त्यतातिर 6 गते कार्यक्रम थियो कौनाले फेरि छुसी लगाएछ छुसी लगाएपछि फेरि एकचोटि हुन्न भन्ने खबर पूजा गरौँ त्यसै हरि ओम वस्त्र ताय शास्त्रको त्यस शास्त्रमा आधातिर वामै संस्थानले प्रखाय शास्त्र कोटिको थेप्यो नमः गन्धद्वारा द्वारा समिति मिठे गरिसने से सर्वकाम तामियो पय श्राप चन्दनम सर्वमयमी तमाचल क्रान्तिभ्यो सर्वमयमी अचल क्रान्तिभ्यो नमः ल एकचोटि ढोक गरौँ जो यहाँ ल अब खोलमा हाल्नु पर्यो के हालम बहुत पिपल हो गए हाल झार्नु आपका पात बात हो बहुत पिपल हो ये कि जानै पर्छ पर्दैन त्यो आपको पात राम्रोसँग खोलामा बाबु है नखसोस् है ल अब कागज पैसा जति बाहिर राखौँ पानीमा अगाडि राखौँ न हो त्यसरी डलर पैसा छ कि नै बाबु त्यहाँ जनै सुपारी यहाँ ताउलामा हाल्नुपर्छ है डलर पैसा त्यहाँ छ कि छैन डलर पैसा राखौँ फुलहरू सबै कुसहरू सबै त्यहाँको भेट्टाएपछि भाउजूलाई दिइहाल्नु होला भित्रभित्र किन जिताउनु पऱ्यो नि कहाँ जिताउनु तपाईँ हाल्ने जातकहरू कहाँ हाल्नु होला क्या दाजु म गएँ है पुष्पम शर्मा बयानी यस्तो ताउला ढोका ल अब भित्र हात हाल जनै सुपारी त्यो दुईटा पैसा खोजौँ कसले धेरै भेटाउँछ कसले भेटाउँछ ल दुईटा पैसा कसले भेटाउँछ है दुईटा पैसा होइन त जनै सुपारी नै आएन भेटिनु त भन भयो कहाँ तास खेल्न पर्छ अहिले तास खेल्न पर्छ सधैँदेखि त भेट्नुभयो ल भेट्यो भने बाहिर निकाल्ने है भेट्योपछि आफ्नो आफ्नो अगाडि राख अरू के बाँकी छ खोजिहाल्नु एउटा छ दुईटा सुपारी एउटा छ है त्यही भएर त खोज्न भेटाउनको लागि त त्यहाँ राखेको नत्र कहाँ धेरै राख्यो माथि होइन उही तलै यो
एउटा छेउबाट सलक्क सलक्क जनै सुपारी पैसा सुपारी भेट्नु $2 छ है $2 पनि भेट्यो दुईटै एउटा जाने बाँकी छ त्यसो भए अब सबैले जोडेर आज मैले पनि काटे मलाई हेर्नै दिनु हो क्या अब यो के गर्नुभयो दादाले सुटुको भएर न बिहा गराउने बाहुनाले पनि आफै ल हेरी भएन त्यो कता बिस्तारै त्यो कहाँ गीत भेटेन त भन ल फेरि आफूले भेटाएको फेरि त्यहाँ लुगा पनि फेरि निकाल्यो काम त छोड्दैन ल नै त्यस्तो होइन हेर ल बाबु यो एउटा गरेर बाटो एउटा आफूतिर एउटा यता एउटा त्यहाँ पनि एउटा यहाँ एउटा सबै बाँड्यो अरे त्यहाँ पनि एउटा ल ल अब आफ्नो आफ्नो तास हेरौँ ल पनि आएन खै कस्तो छ त्यहाँ जितिहाल्यो मेरोले मेरो यता जित्यो ल ल ल तास समातौँ यिनी बाँड्नु मैले हेरेर अलिक काट्नु दिनु पऱ्यो बाट्नु पऱ्यो दाउ त राख्नु पऱ्यो शिव पार्वतीले खेलेको थियो मैले बाँडेन है एउटा भाषा रहेछ झन् ल अहिले जित्यो तले जित्यो ल अब एकपल्ट अरू पैसा राख्नु पऱ्यो एउटा ती छोड्ने नि एउटा त्यहाँ छोड्ने आफ्नो दाउ त राख्नु पऱ्यो नि भाउजूले फिटेर दाजुले काट्ने बालो होइन जसले जित्यो त्यसले पर्नु छ कि एउटा अझै नि त्यो ल अब त्यो पैसा राखौँ यो जगन चढाउनु होइन त्यो यतै राख्ने अनि हाल्ने दाहिने हातले त्यो अलि उठाउनु अगाडिको पन्जा अलि उठाइदियो दुईवटा बुढी हुँदा चट्ट ल 3 चोटि सिर कहिले गर्दैन थियो अन्त भन्दै फेरि चाहिँ यति मले यसरी थालमा थालमा हो थालमा सकेसम्म काँस ल अब 3 पल्ट खाइदिनु काँस हिजो फेरि कहाँ अलिकति खुट्टा मार्दैन त्यसो हात पखाल्नु भयो खुट्टा अलिअलि हल्का ल यो दुनालाई पनि अलि उता हटाइदिउँ पछि थोरै पानी लिएर दाहिने हातको औँला पखालिदिउँ बस ल उठा ल दुईवटा खुट्टाको बुढीमा समातेर सकेसम्म यस्तो दाहिने देब्रे समाउन सकेको हुन्छ यता यस्तो देब्रे पारेर कि यस्तो ल ठिक छ त्यस्तो दाहिने पऱ्यो दाहिने खुट्टा ल सिर लगेर ढोला ल अब के दिने हो है त आज दिन्छु भने आज दिनै पर्छ फेरि त्यो त के अब भनौँ त लुरी भन त लम्बा र त्यो जनै सुपारी त्यो $2 पैसा आफू बाँच्ने बेलासम्म खर्च त्यो अरू कागज त अब जान्छ त्यो के होइन कागज राख्न मिल्दैन दीक्षा मन्दिर किलो भयो नि हुन्छ ए आइपुग्यो चमच पनि अब चम्चाले ठिक हुन्छ ल भाइ
यसो यो आगोतिर देखाम थाल उठायो तयार गरिदिनुहोस् खाना पकाउनु अब भन्नु पऱ्यो नि त पाक मेरो बुढाको भात पाक अगाडि राख्नु पऱ्यो त्यो खोल्नु पऱ्यो हेर्नु पऱ्यो पाक्यो पाकेन ल यसो हात पखाल्नु पऱ्यो आफ्नो पहिला अब त्यहाँ भाग लगाउनु पर्छ अब दायाँ हातको कान्छी मुन्डाले चट्ट बराबर भाग लगाउनु भाइको काम हुन्छ थाल्लो नि होला चुडालाई बोलाउनु त आइरह ल अब भान्सा तयार भयो भन्नु पऱ्यो अनि ऊ त्यो उता हात धोएको दुनु यता अगाडि राखेर हात धुन लगाउनु पऱ्यो ल भाइको खाना पऱ्यो ल अब दुईटा हातले चाहिँ थाल यता अगाडि साथ दिनु पऱ्यो अलिकति हात त पानी त्यो चम्चा अहिले त्यो पन्नियो भयो अहिले पन्नियो खाइँदैन हातमा पानी ल हातमा पानी यसो थाल्को त्यो अगाडि छोड्दिनु यसमा यसमा ओम भू पताए स्वाहा ल अग्नि बजा ओम भुवन पताए स्वाहा ल अब 5 घाँस खाइदियो अलि ढाडा भयो कि छिटो खाने भनेको यही हो त आना आएछ पाना आएछ बिहान आएछ सपना आएछ सबैले के छ भनेर खान्थी अरे ल खाइदियो ल यसो हात पखालौँ ल पानी हालिदिउँ नानी हात पानी अब यो करौँ भने उनले खाने बेला आफूले पानी दिने सेवा गर्नुपर्छ भने ल खाऊ त ल खाइदियो 5 घाँस खाइदियो 5 घाँस चढाइदियो सबै मेट्दै हुन्छ पानी हाल्दैन अब त्यही थालमा राखिदिनु ल ल ल अब त्यहाँ पैसा राखिदिउँ यहाँ बाहिर बस्यो कुरा भनेको नि भाइलाई अब माझी नाही देत सर अब जागी खाएको भाउजू जागी खाएको दाइ एउटा दाइको हजार एउटा भाउजूको हजार त हुरीको थोरै काम टाढा लाग्नु होइन मलाई तपाईँलाई 1200 भन्दा कति चाहियो त भने ठ्याक्कै 1200 छ है छ ठिकै छ चित्त बुझायो तिमी खास त होइन त्यही ओम सर्वदेव बेसवाय सरस्वती सर्वम पूर्णाय स्वाहा राजा विष्णुवर्तकाण्ड बेसवाय तपस्वाय विष्णाय स्वाहा ओम पितृ सदाय सदाय नमः पितामह सदाय सदाय नमः पितामह सदाय नमः आचनमिति पितृ लोकदम पितृ बेसवाय अत्र परितो दक ईश्वराय तन पैसा नाराय तटे पैसा नाराय ओम पैसा नाराय स्वाय तम पैसा नाराय ओम पैसा नाराय सुतकाम ज्योति जातना उपगिरिति पैसा नाराय ओम पैसा नाराय स्वाय तम पैसा नाराय ओम पैसा नाराय तपराय न पैसा ना बाबु म बिनेको भन्दा आज ओमे बिनेको भूस्वाय तम नाय नाम प्रक्षाली पात्रे परछे पेता ओम भूग स्वाहा इदम भाइ नम ओम स्वाहा इदम सूर्याय नम तन्नो आज ओमे बिने तडमिति स्वाहा इदम अग्नि भरडाभ्याम नम सतनम सेवा धिराग्नि भर देवता न आज ओमे बिनेको सतनमिति स्वाहा इदम अग्नि भरडा नम वैसे देवता सरप्रासी इदम भरडाय भरडाय सावित्री विष्णु देवता मत ईश्वर बे नम तवितस्न देवता पास मुञ्चन बिनेको स्वाहा इदम भरडाय ओम पतपति त्यो ठिकै बानी हुन्छ त्यो थैलाभित्र हात हाल्छ अन्त खोज्न हो त्यहाँ अग्नि विषयकृत स्वाहा इदम त्यो फुटेको हुन्छ भनेर काडाबाट आएको सम्झेर मम यथा नामले अहम मम कृता सेहे चतुर्थी कर्मणि सांगता सिद्धार्थ निमित्तार्थं पूर्णा होति होमं वयं करिष्ये ओ मोटा देवस्थ अहिले तिमी धेरै पाइन्छ चाहिँ एउटा डलर ल पूजा गरौँ बाबु त्यहाँ रोपे ताम्र मिडा सेवा यतासम्म पनि योग्य पवित्र फलम वस्त्र दर्वे सहितन ताम्रो खण्ड व्यक्ति नभ अभुक्तो पुर्खमितिम तत्पूर्ण पात्र ब्रह्मचारी दुई समेत पूर्णतापी प्राण सकृतन सक्रायतन हात खुसो टुक्रा लिएर उठाम बाबु त्यो कान्छी खोइ त्यो गर्ने हेर्छ नबार्नु सके बाजा नभले हरि ओम तस तस विष्णु 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 अध्याप्रो संसिद्धि राष्ट्र अध्यमको गोत्र सिद्धि नै परवरस्य आफ्नो आफ्नो नाम सम्झेर मम यथा नामले अहम मम कृतस्य मुखकार मणि संगत सिद्धार्थ निमित्तार्थं तत्त पूर्ण पात्र पद नामनो गोत्रस्य
ओम पूर्णम ओम पूर्णम ओम पूर्णम। हे भगवान्, हामीले काम गर्दाखेरि कुनै किसिमको काम छुटेको भए, ब्राह्मणबाट हामीबाट छुटेको भए त्यो सबै पूर्ण होस् भनेर भन्नु। धन्यवाद। पुदात कामदाता कामैस्तते। ओ त बाबा हातमा भएर हामी काम गर्दै गर भयो। भरोसालाई चाहिएन यो डलर खाना जाने यो डलर यति बेला हुन्छ पछि टिका ल भुइँमा राखौँ पूजा गर। मासा ताण्डुलान्दे कुङ्कुमादि सादीपम सहस्र सदक्षिण सजलम क्षेत्रपालम दत्त क्षेत्रपाला भूत प्रेत पिशाच राक्षस साङ्किनी डाङ्किनी बेताल परिक्तनम। पछि त्यसमा शान्त हुनु हो त्यही हो सुरु माथि छ हो माथि पैसा ओम गीता पूर्ण सूर्य नारी काले पुण्य फलायत पुष्पादिनी गीतायतन होम समिदाय कृतय समिदाय से स्वाहा ओमे मा दीर्घ विराजतेन सत्यनं कुरु स्वाहा ओमे दग्रतेन मात्नवे स्वाहा ओम पूर्ण धर्वी प्राणपत यस्तेन ग्रास्तेन श्रीयतेन मिदे ततानु श्रीयस्ते स्वाहा। ल ए जमानस ओम व्याधतिन भतेन भतायसेन सतान मेत्र चोचरत लोकनम सह हतन। गाईलाई त उठाउन सकिँदैन। ल प्रत्यक्ष गो अभावे हे भगवान्, हामीसँग गाईको अभाव भएको हुनाले केही निग्रह गरेका छौँ भने पूजा गरौँ। नमो गोपे श्रीमती व्यव सौरभ्य वच नमो वर्मा सुताय च पवित्र व्यव नमो नमः गावमे अग्रसन्तु गावमध्ये वसामयं गाम त्रि सम्बुद्धको अङ्ग पूजा गरौँ। पृष्ठे प्रणय नमः गले विष्णुवे नमः रुमुख शिष्य देवव्यो नमः खुरागरी अष्टप्रताभ्यो नमः नेत्र अलिकति जलिएर त्यो दुनाको वरिपरि घुमाउँ दुवैजनाले। ओम यानि कानी जवा पानी जन्मान्तर तानी च तानी तानी विनाशे त्यो पाद छेडाम बजे बजे त्यो पानी तिराखम। ल अब त्यही दुनाको जल चोपेर शिरमा लगाऊ। ओम मनोमे दुई ओम मनोमे तर्पत वाचमे तर्पत प्रणामे तर्पत चक्षु भनेको आँखा छोइदिने चक्षुमे तर्पत श्रोत्रमे गाला श्रोत्रमे तर्पयत लाग्छ। तस 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 विष्णु 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 श्रीमद् माधव महापुरुषस्य विष्णु राज्य प्रभुत मानसे सकल जाष्टि शिष्टिकाय ब्राह्मण द्वितीय प्रातः श्री सत्य पराकल्पे वैव सुमन मन्त्रे अष्टाविंशतिमे सत्य देवता द्वापरान्त्य कलो कलियुगस्य प्रथा चले जमुति भारत वर्षे भारत खण्डे आर्यवन अन्तर्गत बाडु होम कर्मणि संगत सिद्धार्थ निमित्तार्थम इमाम गाम रुद्र देवता माध्यात्र गोत्र सिद्धिने परवर्षिन ससम प्राणाम तो कामदाता ति कामैस्तते। हे हातमा पुष्प लिएर नमस्कार। कपिले सर्वदेवानि तीर्थानि आशीर्वेणि तीर्थदान मम शान्ति शान्ति प्रवक्ष्यमे तम गौमाताये नमः। फेरि म पैसा लिनु दर्बे नष्ट विष्णु देवता मुख गोत्र से आत्म गोत्र सिद्धिने परवर्षिन ससम प्राणाम तुम्बेम सम्पतैत कुदा सुखतया शान्तिः वनस्पतया शान्तिः विषय देवा शान्तिः परम शान्तिः सम शान्तिरेवा वसु अनन्तबल शान्ति परमक्षमे दक्षाताभ्यो नमः। रत्नद्वारा दुरादर्शं निष्ठे पुष्य करिष्येष सर्वोत्तरं तानियोपय श्रीरामचन्द्रं सर्वमेवेश दक्षाताभ्यो नमः श्रीसत्येन श्रीचपत्कन्या बहुभाषेण दक्षाताभ्यो नमः यथा नाम्ने अहं मम कृतस्य मुखकारमणि चतुर्थ कर्मणि संगत सिद्धार्थ निमित्तार्थं पाञ्चम देवता पूजनं कर्मणि संगत सिद्धार्थ निमित्तार्थं अग्नि वैशानर पूजनं कर्मणि संगत सिद्धार्थ निमित्तार्थं पंचबाणु होम कर्मणि संगत सिद्धार्थ निमित्तार्थयम् इदं धर्मे सुवर्ण रम्पे ताम्रव्यामोक देवतां नाना नाम्नो गोत्रभ्यो नाना नाम हरि ओम तस तस विष्णु 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 अध्या प्रशंसित जस्तो अध्यामुख गोत्रस्य हे भारद्वाज गोत्रस्य तिनै परिवारस्य आफ्नो नाम सम्झेर मम यथार्थ नामले अहम मम कृतस्य भनेर बाउदाजी आफ्नो पार्दैनी कुदात कुदात कामदाता ति कामैस्तते हे अन्ताहम। ल छिटो दाहिने हातले समस्त न जयामि नरञ्चैव न जयामि विसर्जनं न जयामि गैतेगिर्यं न जयामि परमेश्वरं मुडोहं तु कथं जाने न जय लाखको पवित्र न खसे जवाब ल यो कुसको टुक्रा समाए
ओम कायेन वाचा मनसिन्धि हेर्वा बुद्ध्या प्रकृति शुभाय तम करोत्मि सकलस्मै परस्मै ओम विष्णवे नमः ओम अच्युताय नमः